नमस्ते र वेलकम ब्याक टु माई युट्युब च्यानल हो सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै नै छु हामी आज पोखरातिर घुम्न जाँदैछौँ पाँचवटा भएर के सङ्गल भयो हाल खबर एकदम ठिक छ बिमर्श यहाँ छ हामी आज पोखरा जाँदैछौँ हाम्रो यात्रा यहाँबाट सुरु भएको छ हाम्रो यात्रा 71% स्टार्ट भएको छ हामी हिँड्यौँ अहिले बिहानको कति बज्यो भन्दाखेरि 6:35 हामी हिँड्यौँ यहाँबाट बाटोमा के हुन्छ कसो हुन्छ म हजुरहरूलाई अपडेट गर्दै जान्छु हामी चाहिँ अहिले सीतापायरा हुँदै धादिङ निस्किँदैछौँ अब धादिङ निस्किँदै अब हामी जान्छौँ पहिला चाहिँ हामी सीतापायराबाट बसेर हामी धादिङ निस्किँदैछौँ देख्न सक्नुहुन्छ यो पछाडिको बाटो उसोहरू लगाइरहेको छ देख्न सक्नुहुन्छ मासतिर तपाईँहरूलाई म यहाँ देखाउँछु माथि पनि तपाईँले देख्नुहुन्छ उसो लगाइरहेको छ है माथिहरू उसो लागिरहेको छ है फगिँदैछ हामी चाहिँ अहिले 55% देख्न सक्नुहुन्छ 55%मा रिजन फुलमा राखेर तल जाँदैछौँ अब हामी कति पर्सेन्टमा झार्के पुग्छौँ म तपाईँहरू देखाउँछु अब है अहिले ठ्याक्कै 56 भइसकेको छ हामी 55%मा स्टार्ट गरेको थियौँ रिजन फुलमा अब कति पर्सेन्टमा हामी तल पुग्छौँ म तपाईँलाई देखाउँछु हामी देख्न सक्नुहुन्छ यस्तो बवाल छ है उसो लागेको छ अलर्ट गाई चाहिँ देख्न सक्नुहुन्छ अहिले रिसेन्टली गर्दाखेरि 60% भइसकेको छ हामी धार्के आइपुग्ने बेला जबसम्म धार्के अझ आइपुगेको छैन हामी 60%मा छौँ देख्न सक्नुहुन्छ है अहिले 55% थियो देख्न सक्नुहुन्छ है यस्तो बवाल छ हामी टक्क पाएर म अहिले सानो ब्रेक ल्याएको छु रिमोट छ यहाँ छ सानो ब्रेक लिएको छौँ अलर्टकै चल्छ हामी चक्को पारामा के अरे फुल तरकारी खाएर निस्किरहेको छौँ होइन हामी फुल तरकारी धेरै अगाडि नै आइसकेको छौँ देख्न सक्नुहुन्छ है यहाँबाट बवाल छ बिच बाटो नराम्रो छ बिच बाटो राम्रो छ है म तपाईँहरूलाई पोखराको बाटोको सबै अपडेट दिँदै गर्छु अलिअलि बाटो नराम्रो छ अलिअलि बाटो राम्रो छ है भन्नै सकिँदैन बाटो चाहिँ कस्तो के छ भन्ने कुरो अफरोडमा पनि टियागोको पर्फर्मेन्स चाहिँ मलाई राम्रो लाग्यो क्या तपाईँहरूको ग्राउन्ड क्लियरेन्स सानो जस्तो लाग्यो तर आफै बसेर हिँडेपछि तपाईँको यस्तो अफरोडमा पनि त्यस्तो केही पनि भएको छैन क्या अनि अर्को कुरो भनेको सस्पेन्सनको कुरा पनि एकदम राम्रो लाग्यो जुन त्यो सस्पेन्सन अब अलिकति हुन्छ नि त अर्कै मैले चाहिँ सोचेको थिएँ सस्पेन्सन यति बेटर थियो जस्तो लागेको थिएन तर मलाई चाहिँ राम्रो लाग्यो सस्पेन्सन है देख्न सक्नुहुन्छ यस्तो बाटोमा पनि मजा लिने क्या तपाईँको यताउति जुन छलाएर हिँड्नुपर्छ नि त्यति धेरै छलाउनु पर्दैन छलाउनु त परिहाल्छ अब ग्राउन्ड क्लियरेन्स अलिक कम त कमै छ तर जति हामीले कम भन्ने ठानेको थियौँ तर त्यति धेरै कम चाहिँ रहेन छ टियाको ग्राउन्ड क्लियरेन्स है गाडी क्रेटा छ जुन यो अगाडिको क्रेटा छ नि हामीले क्रेटा जुन ठाउँमा हालेको छौँ हामीले पनि गाडी त्यही ठाउँमा हालेको छौँ अहिलेसम्म गाडी काहीँ पनि छोएको पनि छैन क्रेटाले जुन लिग हालेको थियो नि हामीले पनि त्यही लिगमा हालेको छौँ तर अहिलेसम्म गाडीले काहीँ छोएको पनि छैन है देख्न सक्नुहुन्छ अगाडि चाहिँ क्रेटाले हाल्यो कि लिगमा हालिरहेको छौँ अफरोडमा पनि होइन सो अलर्टकै चल्छ हामी टक्क पारा मुनि आइपुग्यौँ है देख्न सक्नुहुन्छ अहिले चाहिँ हामी टक्क मुनि आइपुग्यौँ सो अलर्टकै चाहिँ हामी चाहिँ खास गरी यताबाट 71% हिँडेको थियौँ होइन म तपाईँहरूलाई यसमा टक्क लगाएर अब क्यालकुलेसन गरेर देखाइहाल्छु हामी खास गरी उताबाट 71%मा हिँडेको थियौँ अनि त्यसपछि गएर अहिले गएर गाडी तपाईँ कति पर्सेन्ट छ भन्दाखेरि
20% छ भनेको तपाईँको हामी 51% मा हामी थलीबाट मुलिन आइपुग्यौँ होइन। भनेपछि अब हामीले कति डिस्टेन्स ट्राभल गऱ्यौँ भन्ने कुरो म तपाईँलाई अब अहिले देखाउँछु। साँचो यहाँ रहिरहेको छ, अङ्कलबाट साँचो लिएर गइसकेको गाडीको, र म तपाईँलाई देखाइदिएँ हामी कति डिस्टेन्समा कति ट्राभल गऱ्यौँ भन्ने कुरो। अनि त्यो कुरो अहिले म तपाईँलाई भन्छु। त्यो गर्दै गर्दाखेरि अनि तपाईँले त्यसपछि लगाएर म टाटा टियागोको रेन्ज भन्छु। अलमोस्ट 2.5 years भइसकेको छ। ब्याट्री हेल्थ 95% छ हाम्रो टियागोको होइन। त्यसपछि लगाएर म तपाईँलाई भन्छु ब्याट्री हेल्थ यति हुँदा पनि रेन्ज कति दिँदो रहेछ टाटा टियागोले है त। सो अलराइट गाइज है, हिजोको पानीले गर्दा देख्न सक्नुहुन्छ खोला कस्तो 4x4 छ है। अनि हामीले चाहिँ बल्ल ठ्याक्कै गाडी चार्जमा हाल्यौँ। हामीले गाडी भर्खर चार्जमा हाल्यौँ, त्यो भएको भएर अब चाहिँ अब हामी खाना खान्छौँ अनि त्यसो लगाएर अब हामी निस्किनुपर्छ। सो अलराइट गाइज अहिले चाहिँ टक्क बाह्रमा हामी पुग्न आइपुग्यौँ। अब चाहिँ अब हामी यहाँ खाना खानु पर्ने हुन्छ है। देख्न सक्नुहुन्छ हाम्रो गाडी उतापट्टि छ चार्जको लागि, उतापट्टि छ गाडी है, देख्न सक्नुहुन्छ। अनि खोला चाहिँ तपाईँको बाढी आएको भएर देख्न सक्नुहुन्छ यस्तो छ है। फेरि आफूलाई रेन्ज एन्जाइटी हुनु भएर है यस्तो छ क्या ल ल बाढी आएको भएर है। यहाँ देख्न सक्नुहुन्छ है, यतापट्टि त्यस्तै छ। ल टक्क बाह्रमा अब हामी के अरे फिस्टल रेस्टुरेन्टमा खाना खान्छौँ। यहाँ तपाईँहरूलाई कस्तो छ म भनिहाल्छु है त। फिस्टल रेस्टुरेन्टमा अब हामी खाना खान्छौँ अनि तपाईँलाई म के छ कसो छ भनिहाल्छु है। ल ठिक छ, ल अब एउटा मिठो सिनेमेटिक हेरौँ अनि त्यसपछि भेटौँ है त। अलराइट गाइज अहिले चाहिँ हामी त्यहाँ सानो काम छ अनि त्यसपछि लाएर मलाई यो त्यो चिज खानु निस्किँला। यस्तो गर्मी रहेछ नि तनहुँ जिल्ला त, यस्तो गर्मी खुरै नगर्ने क्या, हिँड्नै नसक्ने यस्तो गर्मी भइसक्यो होइन। कतै स्विमिङ पुल पायो त स्विमिङ पुल नै गरेर डुबुल्की मार्न जस्तो भएको थियो। यहाँ नै ट्याक एक्सिडेन्ट भएको थियो गाडी, के गाडी है सेन्ट्रो, अनि तल कुन गाडी हो चिन्नु होला है, मैले चाहिँ चिन्न। यहाँ यस्तो हो, यस्तो गर्मी छ नि यहाँ तनहुँ जिल्ला बरै गर्मी नै रहेछ, लास्टै हिट क्या। अहिले चाहिँ हामी टक्क बाह्रमा मै खानुला। यो चाहिँ तपाईँहरूको पोखराको मै हो, यो चाहिँ पोखराको मै अहिले खान्छ अरे। म चाहिँ यहाँ तनहुँको लोकल मै खान्छु। त्यसको लागि हेरौँ कस्तो छ तपाईँलाई टेस्टमा भन्छु है। म चाहिँ यहाँ लोकल मै खानुला है। अहिले टक्क लाएर हामी तनहुँमा छौँ। यो चाहिँ मैले लोकल मै हो, हामी मै खान्छौँ एकदम सोझो, हामी केही पनि खाँदैन। मै ट्याक्कै चेयर्स हाल्नुपर्छ त अहिले तपाईँहरूको त्यो के अरे पोखरा आउने बाटो पनि यस्तो बवाल भएको छ नि, देख्न सक्नुहुन्छ तपाईँहरूले। पोखरा आउने बाटो यस्तो बवाल भएको छ नि, 4 लेनको बाटो भएको छ। त्यो भएको भएर कतै पनि जाम कहीँ पनि हुँदैन, जानलाई पनि आनन्द सर छ। नेपालको सबै बाटो यस्तो भयो भने हिँड्न कति मजा आउँछ होला है। ल हेर्नु यस्तो बवाल छ है, उहाँ छ मजाले हिँड्ने बाटो यस्तो बवाल छ नि, 4 लेनको बाटो होइन, बवाल छ जे होस् बाटो चाहिँ। अब चाहिँ हामी लगभग पोखरा पुग्न लाग्यौँ। अब यहाँबाट म्याक्सिमम् चाहिँ 25-30 किलोमिटर होला यहाँबाट पोखरा। अब चाहिँ हुन्छ है। अहिले चाहिँ ठ्याक्कै लाएर 3:48 भयो अनि अहिले चाहिँ हामी यहाँ पोखरा आइपुग्यौँ पृथ्वी चोक है। देख्न सक्नुहुन्छ यहाँ माथि ट्याक्कै लाएर तपाईँको बोडी छ, देख्न सक्नुहुन्छ 3:48 भयो है। अहिले चाहिँ हामी जाँदैछौँ, ठ्याक्कै पृथ्वी चोक भयो। सो अलराइट चाहिँ हामी टक्क बाह्रमा अहिले होटल बेन्जुमा छौँ। अनि आज चाहिँ हामी होटल बेन्जुमै बस्ने भयौँ है, देख्न सक्नुहुन्छ। अब चाहिँ हामी लेक साइड जान्छौँ, यहाँबाट निस्किन्छौँ उतापट्टिको लेक साइड। अब हामी चाहिँ यहाँ लेक साइड जान्छौँ, रुमहरू ठिक छ। अब हामी आज यतै बस्ने भयौँ होटल बेन्जुमै,
देख्न सक्नुहुन्छ। सबै कामहरू सबै सक्यो। अब त्यसपछि लगेर बल्ल हामी पोखरा आयौँ। अब त्यसपछि आएर मजाले घुम्छ अनि तपाईँलाई एक्सप्लेन गरेर देखाउँछु। सो अलरेडी गाइज अहिले चाहिँ हामी टक्क बाह्रमा फेवा तल आइसकेका छौँ है, देख्न सक्नुहुन्छ। अब टक्क लाएर अब हेरौँ अब के गरिन्छ कि गरिँदैन भने काइकिङ गरिन्छ कि गरिँदैन भन्ने कुरो हो, नट फिक्स है, गर्न पनि सकिन्छ नगर्न पनि सकिन्छ। लेट्स सी है त। सो अलरेडी गाइज चाहिँ अहिले देख्न सक्नुहुन्छ फेवा तल हामी यता छौँ, हामी हिँड्दैछौँ। अहिले के गर्छौँ हामी काइकिङ गर्न पनि सक्छौँ नगर्न पनि सक्छौँ। लेट्स सी है, देख्न सक्नुहुन्छ यतातिर चाहिँ गरिरहनु भएको छ है, मजाले गरिरहनु भएको छ। अब लेट्स सी अब हामी चाहिँ गर्न पनि सकिन्छ नगर्न पनि सकिन्छ काइकिङ। अब हाम्रो चाहिँ भर छैन, गर्न पनि सकिन्छ होइन नगर्न पनि सकिन्छ है। प्याक छ जोस् आज पनि पोखरा, तर आज तपाईँको के भयो बुधबार पनि जोस् पोखरा चाहिँ प्याक नै छ है, देख्न सक्नुहुन्छ। तर मलाई आँट चाहिँ अब डर चाहिँ बढी डर लाग्यो कि काइकिङ गर्नलाई है, त्यही पनि लेट्स सी के हुन्छ है। तर गर्नु त बेलुकै गर्न मजा आउँछ जस्तो लाग्छ, जहाँसम्म लाग्छ यसो हेर्दाखेरि सनसेट उदय देखेरी है, त्यो भएको भएर अब हेरौँ के हुन्छ। हामी टक्क पारामा काइकिङ गर्दैछौँ। यस्तो बवाल भ्यू छ है, मैले यस्तो आँट गरी भ्लग गरिरहेको छु होइन, त्यो डर त लागिरहेको छ, त्यही पनि आँट गरी भ्लग गरिरहेको छु है। बल्ल तल्ल आँट आइरहेको छ, त्यही भएर चाहिँ भ्लग गरिरहेको छ। देख्न सक्नुहुन्छ यस्तो बवाल छ है। तो अलराइट गाइज अहिले चाहिँ हामी काइकिङ गर्दैछौँ। अङ्कल बा यहाँ गर्दै भइसक्छ, यता सनसेट हुँदैछ है, देख्न सक्नुहुन्छ यस्तो बवाल भएको छ है। तर अब आँट गरी भ्लग गरिरहेको छु। यति आँट गर्दा पनि तपाईँहरूले लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न पर्छ है। त्यो भएको भएर बल्ल तल्ल आँट गरी गरिरहेको छु है। यता भइसक्छ अङ्कल बाबा, कस्तो बवाल छ नि सनसेट यार, मलाई यस्तो मजाले खिच्न मन छ। तर लास्टै डर लाग्ने कि है। अब एउटा मिठो स्न्याप बनाउँछु अनि त्यसपछि लाएर भ्लग चाहिँ धेरै गर्दिनँ है मैले। सो अलराइट गाइज चाहिँ अहिले चाहिँ हामी टक्क पारामा काइकिङ गरेर आइसकेका छौँ। कस्तो भयो हजुरलाई, कस्तो भयो तँलाई, बवाल भयो यहाँ देख्न सक्नुहुन्छ। हामी त धेरै बेर पनि गऱ्यौँ दाइहरूले, एकदम थ्याङ्क यू है। हामी कति 1 घन्टा नै बुढी गरेनौँ, हामीले धेरै बेर पनि गऱ्यौँ, एकदम मजा पनि आयो। लेट्स गो है। यहाँ जुत्तै बोक्ने बिर्स्यो, अब रुममा गएर टक्क ड्रेसिङ गरेर आउनुपर्ने हुन्छ ट्याक्क लाएर है। अब यसो जानुपर्छ, अब यसो जानुपर्छ, अब रुममा गएर ड्रेसिङ गरेर आउनुपर्छ। आहा बवाल है, बवाल देख्न सक्नुहुन्छ कति धेरै के अरे शनिबार आइतबार नभए पनि पोखरामा मान्छे यति धेरै होइसिन्छ नि आमा है। एकचोटि आउनु भयो पोखरा तपाईँ सबजना भिजिट गर्नु, बवाल छ। अब हातमा टक्क जुत्ता बोक्ने अनि पोखरामा जानुपर्छ त्यसरी। ल बवालै मजा आयो। मलाई सुरुमा चाहिँ गर्न डर लागेको थियो, गर्न सकेको थिएन। तर त्यसपछि अलिअलि कामिर आयो, त्यसपछि गर्छु भनेपछि गरे त्यसपछि त कन्टिन्युस गरी हेर्ने नि होइन। सुरुमा मात्रै डर लागेको थियो, त्यसपछि त कन्टिन्युस गरिहाल्यो नि। मान्छेहरू हुनुहुन्थ्यो, तै पनि अब अप्ठ्यारो लागि भ्लग गर्नुपर्ने हुन्छ है त। टक्क लाइट पनि बल्यो है, जुमा भ्लग्स इन्ट्री भएपछि लाइट पनि बल्छ कि, उज्यालो मान्छे हो नि त। यस्तो बवाल भयो नि, यस्तो बवाल भयो नि है, देख्न सक्नुहुन्छ टक्क पारामा। नाइट भ्यू पनि बवाल छ, देख्न सक्नुहुन्छ है। टक्क लाएर हजुर भ्लग हो हजुर हो ल। यो यस पोखराको नाइट टाइम पनि यस्तो बवाल छ नि, हेर्न सक्नुहुन्छ। वर्ल्ड कप तपाईँको त्यही पनि भोलिबाट वर्ल्ड कप आइसकेको छ। त्यसपछि लाएर देख्न सक्नुहुन्छ पोखराको स्ट्रिटमा एभ्री कन्ट्रीको तपाईँको फ्ल्याग छ है, देख्न सक्नुहुन्छ। योपालि जित्ने भने चाहिँ फेरि 6 स्टार बनाउने हो। अब त्यही भएर मैले योपालि ब्राजिलको जर्सी नकिनेको कारण चाहिँ के हो भन्दाखेरि सधैँ 5 तारा मात्र किन्ने, योपालि 6 तारा हुने स्योर छ। त्यो भएको भएर चाहिँ योपालि नकिने। नङ्गलबा मेरो कुरा ठिक लागेन हजुरलाई? एकदम ठिक छ। किन भन्दाखेरि सधैँ 5 तारा छ नि, योपालि किन अब किन 28 दिनको लागि किन्ने, योपालि 6 तारा भइहाल्छ नि। 6 तारा आइसक्यो किन्ने भने मेरो सोच हो।
तर के गर्ने त किन्न चाहिँ पर्छ एउटा होइन 5 तारा र 6 टक्का राख्नुपर्छ नि मैले त 5 तारा किनिसकेँ एउटा तारा किनेर राखेको भए चाचिहाल्ने हो चिपिहाल्ने अब उहाँ चाहिँ अब फेरि योपालि तारा थप्छु भनेर बसिरहनु भएको छ फेरि होइन त योपालि के छ अरे किनभने पोर्चुगलले फिक्स हो योपालि उहाँले चाहिँ अब तारा थप्ने भनेर बसिरहनु भएको छ अब हेरौँ कसले जित्छ योपालि वर्ल्ड कप है हामीले त प्रेडिक्सन गर्ने एउटा टिमलाई सपोर्ट मात्र गर्ने आफ्नो टिमलाई होइन खेल्ने टिमलाई त्यही हो है अब रुममा जान्छौँ ड्रेस चेन्ज गर्छौँ अनि तपाईँलाई पुरा अझ नाइट लाइफ के हुन्छ तपाईँहरू देखाउँछु है त